नमस्कार दर्शकबिन सबैजनालाई मेरो युट्युब च्यानल विमल ब्लगमा स्वागत छ। शुक्रबार राति आएको बाढीले विभिन्न ठाउँ विभिन्न बस्ती डुबानमा पारिएको छ। हाम्रो झापातिर पनि रत्वा खोलाको बाँध फुटेर घरतिर पसेको अवस्था छ भने धनकुटाबाट आवतजावत गर्ने बाटो अवरोध बनाएको छ है। बुढी खोला के अरे बक्रा खोलामा पनि बाढी आएर आवतजावत गर्नको लागि कठिनाइ भएको छ। यो दृश्य रहेको छ रत्वा खोलाको साइडबाट मैले भिडियो लिइरहेको छु। सबैजना सचेत रहनु होला। वर्षा याम सुरु भयो, बाढी आउने समय भयो। खरे खोला हो यो, हिउँदामा सुक्छ, बर्खामा चाहिँ उर्लेर आउने भएकाले गर्दाखेरि दोभानतिर रहेका बस्तीहरू सजग र सतर्क रहनु होला। सरकारले सकेसम्म तटबन्ध गरिएको छ। पूर्ण रूपमा चाहिँ हाम्रो नेपालको सरकारले विभिन्न ठाउँहरूमा रुख बिरुवा लगाइएको पनि छ होला हैन। तटबन्ध जालीहरू पनि लगाइएको छ र सतर्क रहनको लागि आफै तयार हुनु होला। अनि उच्च ठाउँतिर बस्नु होला। जोखिमपूर्ण अवस्थालाई चाहिँ सामना गर्दै तपाईहरु अलिकति होशियारी अपनाउनु होला। अनि यो हाम्रो डेली रहेको छ विमल ब्लग युट्युब च्यानललाई सब्स्क्राइब गरी विभिन्न ठाउँहरूको समाचारहरू अथवा विभिन्न अवस्था बारे बुझ्नको लागि युट्युब च्यानल सब्स्क्राइब गरी हामीसँग जोडिएर पार्टनरशिपमा सहकार्य गर्न सक्नुहुनेछ। यो म चाहिँ अहिले माथिबाट खिचेर चाहिँ हाम्रो तलतिर हाम्रो सेतुमारीदेखि भिडियो बनाउँदै म दमकको हाम्रो बालुवाटारसम्मको भिडियो मैले लिइरहेको छु। खोलाको अवस्था यस्तो छ, अहिलेको उर्लिएर आइरहेको छ भने सबैजना सतर्क र सहज रहनु होला भन्न आग्रह गर्न चाहन्छु है। दोभानपट्टि बस्ती भएको ठाउँमा अलिकति जोगिएर बस्दिनु होला सबैजना भन्न चाहन्छु। हस् त, धन्यवाद आजको लागि। हेलो गाइज, नमस्कार एन्ड स्वागत छ सबैजनालाई। हाम्रो फेरि पनि हाम्रो अर्को अपडेट आइसकेको छ। मैले यसैमा जोडेर बनाएको छु। त्यति राम्रोसँगले बोल्न जानिँदैन र पनि म प्रयास गर्दैछु। सबैजनाले सपोर्ट गर्नु होला। यो युट्युब च्यानललाई सब्स्क्राइब गरी नोटिफिकेसन अलमा दबाएर राखिदिनु होला भन्दै यो हाम्रो विमल ब्लग्स युट्युब च्यानललाई सब्स्क्राइब गरी सबैजनाले सूचना आदान प्रदानको लागि सहयोग मिलेछ भन्दै यो भिडियो मैले बनाइरहेको अवस्था छ है गाइस। सबैजना सजग र सतर्क रहनु होला। अनि फेसबुकमा पनि, युट्युबमा पनि, टिकटकमा पनि हाम्रो भिडियो